लैंगिक हिंसा अन्त्यमा प्राविधिक र व्यवहार परिवर्तन महत्त्वपूर्ण हुने प्रधानमन्त्री कार्कीको भनाई। 68 वटा दलले दल दर्ता गराए। अन्तिमसम्ममा सबै आउने निर्वाचन आयोगद्वारा जानकारी। मुलुकमा निर्वाचनको पुनः वातावरण बनिसकेको सञ्चार मन्त्री खरेलको दाबी। निर्वाचनको वातावरण बनाउन सरकारलाई उत्प्रेरित र दबाब दिने नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डको भनाई। अब पुरानो पार्टीको दङधङ्गीबाट मुक्त हुन नेता तथा कार्यकर्तालाई सहसंयोजक नेपालको आग्रह। निर्वाचन र सुशासन सरकारको प्राथमिकतामा रहेको गृहमन्त्री अर्यालको स्पष्टोक्ति। कांग्रेस विधान सम्मत नचली दुर्भाग्यपूर्ण हुने कांग्रेस महामन्त्री शर्माको चेतावनी। ईश्वर पोखरेलद्वारा अध्यक्षमा उम्मेदवारको घोषणा। प्रशासन चलाउने शक्ति पदमा नभई विश्वासमा हुनुपर्नेमा मुख्य सचिव अर्यालको छुट। कास्कीमा थप्पे 17,786 मतदाता। मलेसियामा बाढीको कारण 18,000 भन्दा बढी विस्थापित। टी20 विश्वकप तालिका सार्वजनिक। नेपालको पहिलो खेल इङ्ल्यान्डसँग। एनपीएल अन्तर्गत काठमाडौँको दोस्रो जित। लुम्बिनी 22 रनले पराजित। प्रधानमन्त्री सुशीला कार्कीले प्राविधिक प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैंगिक हिंसा अन्त्यका लागि अत्यावश्यक पूर्व शर्त रहेको बताउनु भएको छ। प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ भन्ने राष्ट्रिय नारासहित सुरु भएको यस वर्षको लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको उद्घाटन गर्दै उहाँले कुनै पनि नाममा हुने हिंसाले कसैको हित नगरे बताउनुभयो। प्रधानमन्त्री कार्कीले महिलामाथि बढी देखिने लैंगिक हिंसाबाट पुरुष समेत प्रताडित हुने सामाजिक यथार्थलाई बुझ्नुपर्ने आवश्यकता उल्ल्याउनुभयो। प्रविधिको प्रयोगले सचेतना विस्तार, सूचनामा पहुँच र प्रतिवेदन प्रणाली सुदृढ बनाउन सक्ने भएकोले यस वर्षको नाराले सान्दर्भिकता बोकेको उहाँको भनाइ थियो। प्रधानमन्त्री कार्कीले कुनै पनि धर्म, संस्कृति वा परम्पराले महिलामाथि हिंसा गर्न समर्थन नदिने स्पष्ट पार्दै संविधान तथा कानुनी संरचनाले पनि महिलालाई समान अधिकार प्रदान गरे पनि व्यावहारिक कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो। महिलाको निर्णायक तहमा प्रतिनिधित्व बढाउनु पर्ने र त्यसका लागि निर्वाचनमा महिलाको सम्भावित सहभागिता बढाउन दलहरूले महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड थियो। यसैगरी हिंसाले महिलाको जीवनमा मानसिकता लगायत बहुआयामिक चोट पुर्याउने भएकाले पीडितको संरक्षण, राहत र पुनर्स्थापना राज्यको प्राथमिकतामा रहेको कुरा उहाँले बताउनुभयो। 16 दिने अभियानले हरेक वर्ष दृश्यात्मक परिवर्तन ल्याउनुपर्छ। कानुनी आधारहरू पर्याप्त छन्, कार्यान्वयन नै मुख्य हो, यसमा सबै लाग्नुपर्छ उहाँले भन्नुभयो। प्रधानमन्त्री कार्कीले प्रविधिको सही उपयोग, सशक्त कानुनी कार्यान्वयन र सकारात्मक व्यवहार परिवर्तन मार्फत लैंगिक हिंसा समाप्तिका लागि सबै पक्षलाई आग्रह गर्नुभयो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउँसोसम्म 68 वटा दलले दल दर्ता गराएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म 68 वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताउनुभयो। साथै दर्ता कायम भएका दलको संख्या भने 132 रहेको उहाँले जानकारी दिनुभयो। निर्वाचनमा सबैको सहभागिता रहने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो। निर्वाचन एउटा राष्ट्रिय पर्व हो, यसमा सामान्य नागरिकहरूले 3 तरिकाले निर्वाचनमा सहभागिता जनाउनेछन्। यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको छ र सबै दलहरू दर्तामा आउनुहुनेछ। त्यसैले आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने प्रण गर्नेछ प्रवक्ता भट्टराईले भन्नुभयो। त्यस्तै उहाँले विदेशमा बस्ने नेपाली नागरिकहरूको लागि कानुन निर्माणको चरणमा रहेको बताउनुभयो। आयोगलाई अर्थ मन्त्रालयले 4 अर्ब 96 करोड बजेट सुनिश्चित भएको जानकारी दिँदै अपुग बजेट माग गर्दै जाने पनि बताउनुभयो। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताउनु भएको छ। मंगलबार सिंहदरबारमा मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले प्रतिनिधि सभा निर्वाचनका लागि सबै दलहरू समेत तयार भइसकेको र सरकारले समेत आवश्यक सबै तयारी गरिरहेको अवस्थामा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताउनुभयो। निर्वाचनको विरोध गर्ने दल समेत दर्ता भइसकेको निर्वाचनमा आशंका नगर्न उहाँले आग्रह गर्नुभयो। उहाँले मतदाता नामावली सङ्कलनलाई हेर्दा जनता पनि निर्वाचनमा होमिसकेको र सुरक्षा योजना समेत तयार भइसकेको जिकिर गर्नुभयो। प्रवक्ता खरेलले अहिलेको सरकार जेन्जी आन्दोलनको जगमा बनेकाले प्रधानमन्त्रीले जेन्जी युवाहरूलाई प्राथमिकतामा राख्नु भएको बताउनुभयो। व्यस्तताका कारण प्रधानमन्त्रीले सोमबार सिंहदरबारमा जेन्जी युवाहरूसँग भेट्न नसकेको भन्दै उहाँले जेन्जीलाई व्यवस्था नगरिने स्पष्ट पार्नुभयो। त्यस्तै मन्त्री परिषदका निर्णयहरूबारे जानकारी दिँदै प्रवक्ता खरेलले नेपाल पानी जहाज कार्यालयमा कार्यरत सहसचिव प्रेम कुमार सिंहले पेश गरेको राजीनामा स्वीकृत भएको बताउनुभयो। बैठकले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय भएको उहाँले बताउनुभयो।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई निर्वाचनको वातावरण बनाउन दबाव सिर्जना गर्ने बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उहाँले झिन्जी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रेको भन्दै यसलाई सहज बनाउन सरकारलाई निर्वाचनको वातावरण बनाउन उत्प्रेरित र दबाव सिर्जना गर्ने बताउनु भयो। उहाँले भन्नुभयो, झिन्जी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको छ। यस्तो बेला आउन लागेको निर्वाचनको लागि वातावरण बनाउन जनतालाई अपील गर्नेछौँ, राजनैतिक दलहरूलाई अपील गर्नेछौँ र सरकारलाई निर्वाचनको वातावरण बनाउन पहलका लागि उत्प्रेरित गर्नेछौँ, दबाव पनि सिर्जना गर्नेछौँ र देशमा अहिले देखा परेको असहज अवस्थालाई सहज बनाउन अगाडि बढ्नेछौँ। यस्तै उहाँले नेपालमा विद्यमान राष्ट्रिय सङ्कटको अवस्थाको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र देश र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने उद्देश्यद्वारा पार्टी अगाडि बढाइएको पनि उहाँको भनाइ छ। उहाँले भन्नुभयो, नेपालमा विद्यमान राष्ट्रिय सङ्कटको जुन अवस्था छ त्यसको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने महान उद्देश्यका साथ अघि बढेका छौँ। ढिलो छिटो सबै सच्चा कम्युनिस्ट देशभक्त र लोकतन्त्रवादीहरू नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा जोडिनेछन्। साथै उहाँले नेपाली कम्युनिस्ट पार्टी देशमा साँच्चैकै रोजगारी सृजना गर्ने, कृषि, पर्यटन, उद्योग र ऊर्जा लगायत सबै क्षेत्रमा व्यापक सुधार गर्न, नयाँ आर्थिक क्रान्ति गर्ने उद्देश्यका साथ विदेशमा रहेका नेपालीहरूको लागि काम गर्नेतर्फ लागेको पनि बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले अब पुरानो पार्टीको थङथङीबाट मुक्त हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले 14वटा घटकलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताउनु भएको हो। उहाँले बेरिस्टाडा मेरो, आलोक नगर तपाईहरूको भन्ने मानसिकताबाट मुक्त हुन पनि आग्रह गर्नुभयो। यो संगठन मेरो, अर्को संगठन अर्को भन्ने भ्रम मुक्त भएर अब सबै जनसंगठनहरूलाई एकताबद्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले इतिहासको चर्चा गर्दाखेरि पनि 2052 सालदेखिको मात्रै नभएर 2006 सालदेखिको चर्चा गर्न पूर्व माओवादी कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। 2028 सालदेखि छापा विद्रोहको चर्चा गर्नुपर्ने सहसंयोजक नेपालको भनाइ छ। उहाँले पार्टीमा योगदान रहेका सबै नेताहरूको बारेमा चर्चा गर्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले नेकपा एमालेका कार्यकर्ताहरूले अध्यक्ष केपी ओलीलाई बा भन्ने गरेको प्रति कटाक्ष गर्दै पार्टीभित्र बा प्रवृत्ति हाबी हुन दिन नहुने बताउनु भएको छ। एउटा मात्रै नेताको मात्रै चर्चाले आफूहरूको पार्टीभित्र पनि बा भन्ने प्रवृत्ति हाबी हुने उहाँको भनाइ थियो। सहसंयोजक नेपालले एक अर्काप्रतिको विश्वासले पार्टीलाई नेपाली जनताको आशा र भरोसाको केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ। मंगलबार भैरवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री अर्यालले अहिलेको सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने र सुशासनको निम्ति सबल आधार तयार गर्ने रहेकोले ध्यान त्यसैतर्फ केन्द्रित रहेको बताउनुभयो। साथै उहाँले केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ सुरक्षा योजना तयार गरी कार्यान्वयनमा जान निर्देशन समेत दिनुभयो। राजनीतिक दलले लुटिएका हतियार विशेष अपरेसन मार्फत अधिकांश हतियार फिर्ता ल्याइसकेको पनि जानकारी दिनुभयो। सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षाकर्मी र राष्ट्र सेवक कर्मचारीको मनोबल बढाउनु पर्नेमा जोड दिनुभयो। पार्टीमा विशेष महाधिवेशनको माहौल बनाउन नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यति बेला देश दौडामा रहनु भएको छ। सोमबार मक्सिर 8 गते इलामबाट यात्रा थाल्नुभएका उहाँले मंगलबार मक्सिर 9 गते उदयपुरको गाईघाट पुग्नु भएको थियो। शर्माले विशेष महाधिवेशनको प्रस्ताव दर्ताको विषय सम्बन्धी दफा विधानमा भए पनि फिर्ताबारे उल्लेख नभएको तर्क गर्नुभयो। कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन दर्ताको दफा छ, फिर्ताको दफा छैन, त्यसैले विशेषको ब्याग क्लियर हुन्न उहाँले भन्नुभयो। 90 दिनभित्र विशेष महाधिवेशन गर्नै पर्छ, सही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ। उहाँले कांग्रेस विधान सम्मत नचले दुर्भाग्यपूर्ण हुने पनि बताउनुभयो। विशेष महाधिवेशनको प्रस्ताव दर्ता भइसकेकोले 7 भाइ वा महामन्त्रीले के भन्छन् भन्नेको अब अर्थ नरहने उहाँले बताउनुभयो। असोज 28 मा लिखित वक्तव्य मार्फत सभापति शेरबहादुर देउवाले जुन स्वयं समन्वय र परिपक्वताको सन्देश दिनुभएको थियो, अब त्यो कायम राख्ने कि नराख्ने मूल प्रश्न हो, शर्माले भन्नुभयो। उहाँको वक्तव्यमा मुक्सिरमा महाधिवेशन छुट्नुहुन्न थियो, त्यो छुट्नु गल्ती प्रमाणित भएको छ। पार्टी र देशको वर्तमान समस्या समाधानका निम्ति सभापति शेरबहादुर देउवाले निर्णायक पहल कदमी लिनुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँ सभापतिको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्याउने मलाई विश्वास छ, शर्माले भन्नुभयो। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले मंगलबार एक विज्ञप्ति जारी गर्दै 11औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो। पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका
नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकार गरेर आफूले उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुभयो। उहाँले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको समेत बताउनुभयो। मक्सिर 27 देखि 29 गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई लक्षित गर्दै पोखरेलले जननेता मदन भण्डारीदेखि हालसम्मका एमाले राजनीतिक यात्राप्रति सम्मान व्यक्त गर्दै हालको राजनीतिक अवस्थामा पार्टीले गम्भीर आत्मसमीक्षा र संगठन पुनर्गठन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले भदौ 23 पछि घटनाले संविधानको मार्गरेखालाई पुनः सही बाटोमा ल्याउने जिम्मेवारी एमालेमाथि आएको टिप्पणी गर्नुभयो। आफू अध्यक्षमा उठ्न लागेको मुख्य कारणका रूपमा उहाँले पार्टीमा आन्तरिक लोकतन्त्र, पारदर्शिता, संगठन पुनर्निर्माण र नेतृत्व हस्तान्तरणको संस्कृतिलाई संस्थागत गर्नुपर्ने उहाँले बताउनुभयो। पार्टीमा 2 कार्यकालको नेतृत्व सीमालाई विधानमै पुनर्स्थापन गर्नुपर्ने, अनुशासन, लेखा परीक्षण र संगठनात्मक स्वायत्ततामा स्पष्ट मापदण्ड लागू गर्नुपर्ने उहाँले बताउनु भएको छ। नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले प्रशासन चलाउने शक्ति पदभन्दा पनि विश्वास रहेको बताउनु भएको छ। 35 वर्षको सरकारी सेवापछि मंगलबार अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्य सचिव अर्यालले प्रधानमन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा आयोजित विदायी समारोहमा बोल्दै यस्तो बताउनु भएको हो। उहाँले सरकारी सेवामा प्रशंसा भन्दा बढी चुनौती, आलोचना र असहज परिस्थितिहरू आउने बताउनुभयो। कुनै पनि राष्ट्र सेवकले प्रश्नबाट भाग्न नसक्ने उहाँको भनाइ छ। उहाँले विशेष गरी संवेदनशील क्षण र निर्णायक अवस्थाहरूमा सबै पक्षलाई सन्तुष्ट पार्न नसकिने बताउनुभयो। जनजीय आन्दोलन, राष्ट्रिय सम्पत्तिको सुरक्षा, शान्ति व्यवस्थापन जस्ता चुनौतीपूर्ण परिस्थितिमा उपलब्ध साधन सूचनाका आधारमा सकेसम्म उचित निर्णय लिने प्रयास गरेको उहाँको भनाइ छ। उक्त विषय परिस्थितिमा भर्चुअल सचिव बैठक र राजनीतिक समन्वय जस्ता महत्त्वपूर्ण सहजीकरणबाट नागरिक सरकारको गठनमा महत्त्वपूर्ण भूमिका गरेको उहाँले बताउनुभयो। यसबाट पनि आगामी दिनमा निजामती सेवाको उच्च महत्त्व स्थापित भएको उहाँले बताउनुभयो। तर पनि प्रश्न गरिने समाजको स्वभावै भएको मुख्य सचिव अर्यालको भनाइ थियो। कास्कीमा 17,786 मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार कार्यालयमा आएर बायोमेट्रिक विधिबाट मतदाता नावलीमा नाम दर्ता गराउने 9,121 र राष्ट्रिय परिचय पत्रका आधारमा अनलाइन मार्फत नाम दर्ता गराउने 8,655 जना रहेका छन्। नयाँ थपिएका मतदातामा अधिकांश युवा रहेका छन्। यसअघि कास्कीमा कुल 2,94,000 मतदाता कायम रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद नेउपानेले जानकारी दिनुभयो। मतदाता नामावली रुजु र अद्यावधिक भएपछि निर्वाचन आयोगबाट अन्तिम नामावली आउँदासम्म मतदाताको संख्या केही घटबड हुन सक्छ उहाँले भन्नुभयो। कतिपय मतदाताले एक जिल्लाबाट अर्को जिल्लामा मतदाता नामावली स्थानान्तरण गरिरहनु भएको छ। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज 10 गतेदेखि यही मक्सिर 5 गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कार्यालयले मतदाता नामावली सङ्कलन तथा दर्ता, त्रुटि सच्याउन, स्थान परिवर्तन लगायतका काम गर्दै आएको छ। राष्ट्रिय परिचय पत्रबाट अनलाइन मार्फत मतदाता नामावली दर्ता गर्ने व्यवस्था भएपछि नयाँ मतदातालाई सहज भएको सूचना अधिकारी नेउपानेले बताउनुभयो। नेपाली नागरिकता प्राप्त गरेर 18 वर्ष उमेर पुरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था रहेको छ। मलेसियामा उत्तरपूर्वी मनसुनको कारण हालै आएको बाढीले 18,000 भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको अधिकारीहरूले बताएका छन्। बाढीका कारण देशभरि 10 वटा राज्यहरू प्रभावित भएको उनीहरूले जनाएका छन्। क्वालान्टन प्रान्तमा धेरै दिनदेखि लगातार भारी वर्षा भएकोले 9,700 भन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरी राहत केन्द्रहरूमा राखिएको जनाइएको छ। अन्य विस्थापितहरूमध्ये 2,718 सेलान्गोर प्रान्तका र 2,881 पेराक प्रान्तका रहेको र अन्य बाँकी देशका विभिन्न क्षेत्रका रहेको जनाइएको छ। यसैबीच सरकारका मुख्य सचिव समसुल अजरी अबु बकरले बाढीबाट प्रभावित राज्यहरूमा सरकारले विभिन्न एजेन्सीसँगको समन्वयमा 1 लाख भन्दा बढी कर्मचारी तथा आवश्यक सामग्री तैनात गरेको बताउनुभयो। कार्यवाहक शिक्षा मन्त्री बोङ काहाबुवाले राष्ट्रिय स्तरका परीक्षाहरू अगाडि बढ्ने बताउँदै असहज परिस्थितिलाई सामना गर्ने आकस्मिक उपायहरू भएकाले उम्मेदवारहरू सुरक्षित रूपमा परीक्षा दिन सक्ने उल्लेख गर्नुभयो। यसैबीच प्रधानमन्त्री अनवर इब्राहिमले बाढी प्रभावितहरूको उद्धार तथा राहत वितरण गर्ने राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीप्रति सन्तुष्टि व्यक्त गर्दै सबै एजेन्सीहरूलाई प्रभावित समुदायहरूलाई सहयोग गर्न अधिकतम प्रयास गर्न निर्देशन दिनुभएको छ। मौसम विभागले भने निरन्तर भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरेको छ।
आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्न लागेको टी20 विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले मङ्गलबार तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले पहिलो खेल इङ्ल्यान्डसँग खेल्ने भएको छ। खेल फेब्रुअरी 8 मा हुनेछ। नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी 12 मा, तेस्रो वेस्ट इन्डिजसँग फेब्रुअरी 15 मा र चौथो खेल बङ्गलादेशसँग फेब्रुअरी 17 मा खेल्नेछ। नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो। नेपाल प्रिमियर लिग एनपिएलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्स विरुद्ध 22 रनको जित निकालेको छ। मङ्गलबार कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौँले प्रस्तुत गरेको 158 रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले 19.1 ओभरमा सबै विकेट गुमाएर 135 रन मात्र बनाउन सकेको थियो। प्रतियोगितामा काठमाडौँको यो दोस्रो जित हो। काठमाडौँले यसअघि पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई 5 विकेट हराएको थियो, तर त्यसपछिको दोस्रो र तेस्रो खेलमा भने काठमाडौँ सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स विरुद्ध क्रमशः 29 रन र 5 विकेटले पराजित भएको थियो। लुम्बिनीको भने यो दोस्रो हार हो। लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोज विरुद्ध 6 विकेटको जित निकालेको थियो, तर दोस्रो खेलमा कर्णाली प्रदेश विरुद्ध 9 विकेटको हार बेहोरेको थियो। लुम्बिनीलाई सस्तैमा समेट्न काठमाडौँका मिलिन्द कुमार र गेरहार्ड इरास्मसले समान 2 विकेट दिनुभयो। कप्तान करण केसी, साहब आलम, राशिद खान र सन्तोष यादवको नाममा 1-1 विकेट रहेको थियो। काठमाडौँ विरुद्ध लुम्बिनीको कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय बन्न सकेको थिएन।